Guys, welcome to my first and new vlog. आज चाहिँ मेरो यो पहिलो भ्लग रहेको छ। सबैले साथ सपोर्ट गरिदिनु हुन म अनुरोध गर्दछु। र अब यस्तै छ साथीहरु, गाउँले जीवन हो, हिडुल गरिराख्नुपर्छ। र आज चाहिँ म हजुरहरुलाई मेरो गाउँको बझाङ जिल्लामा रहेको सेती नदी चाहिँ देखाउन गइरहेको छु। सेती नदीमा चाहिँ अहिले माछा मार्नेहरु र अन्य मान्छेहरु हिडिरहेका हुन्छन्। अहिले चाहिँ म पनि त्यही पुलबाट अरु ठाउँ जाँदैछु। हेर्नुहोस् मेरो गाउँको पुल। रुक एकछिन पर्खनुहोस् साथीहरु, यहाँ बाटो अप्ठ्यारो छ, यस्तै छ भनौं। अब देखाउने छु तपाईलाई म मेरो गाउँको पुल, सेती नदीको पुल। हेर्नुहोस् साथीहरु, यो माथिको पुल रहेको, यो माथिको पुल हो। यो चाहिँ यहाँ झुलङ्गे पुल। यस्तो हालत चाहिँ यस्तो छ साथीहरु। हेर्नुहोस् बझाङ जिल्ला चाहिँ एउटा दुर्गम जिल्ला मानिएको छ साथीहरु। यहाँ अहिले चाहिँ म नदीको बीचमा पुग्दैछु। माछा मार्नेहरु पनि यतै छन्। मेरो चाहिँ यो पहिलो भ्लगिङ भएकाले मलाई अलि बोल्न आउँदैन। त्यही भएर हेरेर भए पनि साथ दिदिनु हुन अनुरोध गर्दछु। हेर्नुहोस् साथीहरु, अहिले चाहिँ म सेती नदीको पुलमा बीचमा छु। हेर्नुहोस् पानी चाहिँ यति। हेर्नुहोस् यहाँ पहिला एकजना मान्छे चाहिँ यहाँ पुलबाट खसेर मरेका पनि थिए आइमाई हैन। यो पहिला चाहिँ 2077 सालमा आएको बाढीले मान्छेलाई चाहिँ लगेको थियो। पहिरो पनि उता धेरै गएको छ। हेर्नुहोस् गाइज, अहिले चाहिँ यता लास्टै चिसो बढिरहेको छ हैन। यहाँ चाहिँ म चाहिँ अब आफ्नो काम सकेर अहिले घर फर्किदैछु। यो चाहिँ थलारा वडा नम्बर 4 हो हैन। म चाहिँ केदारसिउ वडा नम्बर 1 मा बस्छु। मैले भनेको अघिको पहिरो चाहिँ देखाउँदैछु र अघि मैले तल्लो पुलबाट देखाएको यो पक्की पुल चाहिँ यही नै हो हैन। अहिले तपाईलाई म अघिको कुरा गरिरहेको पहिरोको पनि देखाउन गइरहेको छु। यहाँ हेर्नुस् गाइज, यहाँ लास्टै पहिरो गएको छ के, त्यही भएर यहाँ अलि जोखिम छ। यहाँबाट स्टुडेन्टहरु आउँछन् यो रोडबाट हैन। यहाँबाट अलि गाह्रो नै छ। यहाँ हेर्नुस्, यहाँ जम्मा पहिरो गएको छ। अनि हेर्नुस् यहाँ माथि घरहरु पनि रहेका छन्। यो माथि पनि घरहरु पनि रहेका छन्, एक दुईवटा। अनि त्यहाँ चाहिँ यस्तो छ हैन हालत। हेर्नुस् गाइज, पहिरोले पुरा लगेको छ। यहाँ चाहिँ पुल छ, त्यसलाई पनि असर पार्ने भएको छ। यहाँ चाहिँ जालीहरु लगाएर अलि रोकथाम गर्नका लागि जालीहरु चाहिँ लगाएको छ। तर त्यो जालीलाई चाहिँ तोडेर अस्ति पहिरो गएको थियो, त्यही भएर यहाँ यस्तो भएको छ। यहाँ पहिरो चाहिँ डेली गइरहेको हुन्छ। अब खै अब विद्यार्थीहरुलाई नि असर पुग्ला, त्यही भएर यहाँ हेर्नुस्, यहाँ बोर्ड पनि लगाएको छ के को हो हेरौं। सेती नदी पुल रायल, सेती रिभर ब्रिज रायल, स्पान संख्या 1, लम्बाई 77 मिटर लेखिएको छ हैन। हेर्नुस् गाइज, तपाईलाई त उल्टा पर्ला हैन। यस्तो छ। म चाहिँ अहिले सेती नदीको पक्की पुलमा आइसकेको छु हैन। यस्तो छ हाम्रो यताको पुल चाहिँ। यहाँबाट चाहिँ पहिरो राम्रोसँग क्लियर देखिन्छ। हेर्नुस् गाइज पहिरो। यहाँ चाहिँ अब म पुलको पेटीमा हिडिरहेको छु। अब पुल चाहिँ यस्तै छ। तपाईलाई म यो सेती नदीको नजारा पनि देखाउने छु। हेर्नुस् गाइज,
यता अहिले चाहिँ सेती नदीको साउन्डले गर्दा केही आवाजै नसुन्ने होला, तर पनि केही छैन। हेर्नुहोस् गाइज, यहाँ सेती नदीको पुलको नजारा हेर्नुहोस्। यहाँ चाहिँ बस पिपलहरू रहेका छन्। यता यो ठाउँको नाम चाहिँ सिमार बगर सेती नदी पुल हो हैन। हेर्नुहोस् गाइज, अघि देखाएको पुल चाहिँ तलनिर छ, तल छ, खासै नदेखिएला। हेर्नुहोस् गाइज, अघि चाहिँ मैले चाहिँ त्यो पुलबाट भ्लगिङ गरिरहेको थिएँ, अहिले चाहिँ माथिल्लो बाटो हुँदै आएको छु। अब हेर्नुहोस्, चिसो पनि लास्टै छ हैन। यहाँ चाहिँ घाम लागेको छैन, माथि मेरो घरनिर त घाम लागिसकेको छ। हेर्नुहोस्, माथि चाहिँ घाम लागिसक्यो, यता चाहिँ घाम लाग्न अझै बाँकी छ, लाग्छ त्यही 10 बज्ला 9 बज्ला यहाँ घाम लाग्न चाहिँ। अब यहाँ दुईवटा पिपलको रुखहरू रहेका छन्। हामी चाहिँ कहिलेकाहीँ यता घुम्न आएको बेला यहाँ बर पिपलमा खेल्ने गर्छौँ। हेर्नुहोस्, एउटा पिपल एउटा बर पिपल छ। अनि यो पुल चाहिँ भर्खर बनेको हो हैन। यहाँ पनि एउटा बोर्ड लगाएको छ। हेर्नुहोस् गाइज, दुईवटा पिपलको रुखहरू छ। यता चाहिँ हामी खेल्ने गर्थ्यौँ हैन। एकछिन है गाइज, म देखाउँछु तपाईलाई। यो यस्तो लडाहरू छन् हैन। मैले चाहिँ यस्तो लडाहरूमा चाहिँ यहाँबाट तानेर उतासम्म जाने गर्थ्यौँ हैन। यसमा चाहिँ हामीले पिङ हालेको थियौँ। हेर्नुहोस् गाइज, यो एउटा यस्तरी आउने सरर जाने हैन, यस्तरी आउँथ्यो। त्यही भएर यता चाहिँ दुईवटा स्काई हेडरहरू जेसीबीहरू रहेका छन्। हेर्नुहोस् गाइज, एउटा अनि अर्को चाहिँ ट्र्याक्टर छ। यता पसल पनि छ, एउटा पसल छ। हेर्नुहोस्, एउटा ट्र्याक्टर, त्यो ट्र्याक्टरमा चाहिँ हामी खेल्थ्यौँ हैन। हेर्नुहोस्, अर्को जेसीबी। सो गाइज, आजको भ्लग चाहिँ यति नै हैन। तपाईलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला, लाइक गर्नु होला र सब्स्क्राइब गरेर यो च्यानललाई र मलाई सपोर्ट गरिदिनु होला। र मन नपरे भए कमेन्ट गरिदिनु होला। र मेरो पहिलो भ्लग भएकाले मलाई बोल्न चाहिँ अलि आउँदैन हैन गाइज। अनि मलाई कसरी भ्लग स्टार्टिङ गर्ने भनेर सिकाउनका लागि पनि यो कमेन्ट गरिदिनु होला। बाई बाई, अब अर्को भ्लगमा मिल्नेछौँ। थ्याङ्क यू गाइज, हेरिदिनु होला, यो भ्लग पुरा हेरिदिनु होला भन्ने अनुरोध गर्दछु। थ्याङ्क यू, बाई।